ल है हाम्रो नेपालको नयाँ सरकारले राम्रो काम गर्दैछ है, ताली बजाउनुपर्छ। अब सहकारी संस्थाको पैसा हिनामिना गर्नेहरूलाई सफाइ पाउने अनि हाम्रो पैसा जुन हाम्रो बाउआमा र हामीले विदेशमा बसेर तिरेको राजस्व रिमिटेन्सबाट चाहिँ सहकारी संस्थाका पीडितहरूलाई राज्य कोषबाट पैसा दिइरहेको छ हैन। यो चाहिँ मेरो विचारमा, व्यक्तिगत विचारमा पनि गलत र सबैले यसमा चाहिँ खबरदारी गर्नुपर्छ होइन। र रवि लाम्छानेमाथि लागेको त्यो जुन ट्याकल थियो त्यो यदि उहाँले त्यहाँको पैसा हिनामिना नगरेको भए उहाँ साबित हुन्थ्यो, उहाँले मुद्दा चाहिँ थियो होइन। त्यत्रो अब तपाईँको चितवनको वासीले कति पैसा सहयोग गरे होइन। अहिले हामी श्रम संस्कृति पार्टीमा लागेर क्युआर पार्टी भनिरहँदाखेरि त्यो बेलाको अवस्थामा रवि लाम्छानेलाई कति सिङ्गो देशका 3 करोड नेपाली जनताले त्यो एउटा राजनीतिक प्रतिशोध भएको हो होइन। उहाँ निर्दोष है भन्ने खालको त्यो एउटा भावना जागेका थियो। तर अहिले हेर्दाखेरि त उहाँ त भ्रष्टाचार गर्नै भएको थियो त्यस्तो खालको देखिँदैछ होइन। किनभने मुद्दा फिर्ता भयो होइन भनेर हुँदैन। उहाँले सजाय भोगिसकेपछि उहाँ कानुनसँग लड्नु पर्थ्यो, त्यहाँबाट सफाइ पाइसकेपछि मात्र त्यसको जित हुन्थ्यो। अब अहिले सरकार आफ्नै छ, कानुन आफ्नै छ, जे गरे पनि भयो होइन। र रासपा सबै समर्थकहरू पनि मेरो अपिल छ होइन, जे गरे तापनि मेरो सरकारले राम्रो गर्यो, मान्छे नै मारे पनि राम्रो गर्यो, देशै बेच्दा पनि राम्रो गर्यो भन्ने भावना नराखौँ। समर्थक गरिसकेपछि खबरदारी गर्ने साहस पनि राखौँ है भन्न चाहन्छु। त्यही नै हो नेपाल बनेको र नेपाल फटाइ बलात्कार यी भ्रष्टाचार गरेर भागेपछि भइहाल्दो रहेछ नि होइन। कानुनी प्रक्रिया कानुनै बेगरको भएन, यो सुशासनै विहीन देश जस्तो देखिन्छ अहिले हाम्रो नेपाल। त्यो भएको कारणले सकेसम्म हामी सतर्क हुनुपर्छ होइन। अहिले तपाईँको बाहिर देशदेखि ऋण ल्याउने अनि त्यसपछि पीडित सहकारी संस्थाका व्यक्तिहरूलाई दिइराख्दाखेरि चाहिँ मलाई चाहिँ कता लाग्छ नेपाल सरकार र नयाँ सरकार, अहिलेको नयाँ सरकारले गलत गरिरहेका छ। र अहिले यस्तो एउटा पानी झरीको मौसमी टाइम यस्तो छ नेपालमा। बर्खाको टाइममा यस्तो पानी परिरहेछ होइन, त्यत्रो क्षति भइरहेको छ नेपालभरि। त्यतातिर ध्यान दिनु छैन। सुकुम्बासी बस्तीहरू भत्काएर ती बस्तीमा रहेका बासिन्दा नेपालीहरू होइन, सुकुम्बासी पनि नेपाली हो, उहाँहरू यति बिजोग भएर बस्नु भएको छ होइन। यी चिजहरू हेर्दाखेरि नेपाल अहिलेको नयाँ सरकार र हाम्रो नयाँ प्रधानमन्त्रीको जनताप्रतिको खासै मैले त्यो मानवीय देखिन। र सबैले एकबद्ध तपाईँ खबरदारी गरौँ भन्न चाहन्छु। जय राष्ट्रवाद।